जयमसी सबैलाई म पास्टर भूपाल जन बस्नेत। यति बेला म पम्बु डाँडा भन्ने ठाउँमा आएँ। जीवनमा म पहिलोचोटि यस ठाउँमा आएँ। एकदमै सुन्दर परमेश्वरको रचनालाई देखेर साह्रै नै खुसी लाग्यो। अनि उहाँको वर्कमेनसिप यति महान छ, यति ब्युटिफुल बनाउनु भएको छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ पछाडितिर त्यो खोला बगेर है, यो पहाड, त्यहाँदेखि सिलगढी साइडहरू यति नै राम्रो। परमेश्वरले नेचुरल ब्युटी कति मजाले बनाउनु भएको छ, नेचुरल कुराहरूलाई होइन। तपाईँ हामी आफै पनि त्यतिकै सुन्दर छौँ। म तपाईँहरूलाई यो यति बेला के इन्करेज गर्न चाहन्छु भने परमेश्वरको ब्युटी, परमेश्वरको हातको रचनालाई चाहिँ हामीले नि प्रशंसा गरेर गर्न सक्दैनौँ, किनभने उहाँको महानता यति विशाल छ है। अनि एउटै कुरा भन्न चाहन्छु, त्यो ब्युटी मध्येमा तपाईँ अनि मलाई पनि एउटा असल सुन्दर मानिस बनाउनु भएको छ। अनि यो सुन्दरताले चाहिँ, यो जीवनले चाहिँ प्रभुको महिमा गर्न चाहिँ कति आनन्ददायक हुन्छ। अनि म धेरै आनन्दित भएँ अनि परमेश्वरलाई महिमा चढाइरहेको थिएँ यो जग्गा देखेर है। कुनै समय तपाईँहरूलाई मौका मिल्यो भने यो जग्गा चाहिँ अवश्य आउनु होला। परमेश्वरको हातको रचना है, यो सुन्दरतालाई चाहिँ तपाईँले हेर्नु होला। अनि साथसाथै परमेश्वरलाई जहिले पनि उहाँको रचनालाई देखिकन धन्यवाद दिनु होला। परमेश्वर चाहिँ महान हुनुहुन्छ। उहाँको सृष्टि, उहाँको क्रिया है, उहाँको कार्यहरू चाहिँ एकदमै इन्क्रेडिबल छ। परमेश्वरलाई महिमा भएको छ। अनि म साँच्चै नै खुसी भएर यो सानो छोटो केही कुरा बोल्नु मलाई मन पर्यो। अनि म तपाईँहरूलाई उत्साह गर्छु, साँच्चै नै यस्तो ठाउँमा तपाईँहरू आउनुहोस् अनि परमेश्वरलाई धन्यवाद दिनुहोस्। हामी रिफ्रेसिङ मात्रै नभएर परमेश्वरको महानतालाई चाहिँ हामीले यही विशेषताबाट हामीले थाहा पाउन सक्छौँ कि परमेश्वर चाहिँ कति महान हुनुहुन्छ। संसारलाई यति ब्युटी बनाउनु भएको छ, द्याट मिन्स स्वर्ग त झन् कति ब्युटी बनाउनु भएको छ परमेश्वरले। तपाईँलाई यही भन्न चाहन्छु, आउनेवाला दिनहरूमा तपाईँले यस ठाउँको चाहिँ एकचोटि भ्रमण गर्नुहोस् होला। धन्यवाद। जय मसीह।